हेलो नमस्ते। म आज तपाईहरुलाई कलर चेन्जिङ म्याजिक देखाउँदैछु है। ल हेर्नुस् है, त्यसको लागि के सामान चाहिने रहेछ त्यो हामीले पहिल्यै रेडी गरिसकेका छौं है। त्यो सामानहरु चाहिँ के रहेछ, हाम्रो किचनमा पाइने सामानहरु है। तिनीहरु सबै एउटा बेसार, अर्को डिटर्जेन्ट पाउडर सरफ भयो, अर्को पानी अनि अलिक थोरै भिनेगर। भिनेगर नभएको खण्डमा हामीले कागतीको रस पनि प्रयोग गर्न सक्छौं। ल यसको लागि हामीले के गर्ने त, अब हेरौँ है। पहिला एउटा बिकर लिउँ है। त्यो बिकरमा थोरै पानी हालौं है, 1/4 अलिकति 25% मात्र। त्यसपछि हामीले त्यसमा थोरै बेसार मिसाउँछौं। ल र अब त्यसलाई हामी खोल्छौं। ल हेर्नुस् त त्यसको कलर कस्तो भयो हो। यसको कलर पुरै बेसार जस्तै पहेँलै भयो है हो। अब यसमा थोरै हामीले सरफ मिसाउँछौं है। अब त्यो सरफ मिसाएर घोल्छौं है। ल घोल्दाखेरि यो कस्तो कलर भयो त, रातो ब्राउन है, रेडिश ब्राउन जस्तो रातो रातो कलर भयो हो। अहिलेको पहेँलो कलर अब केमा चेन्ज भयो, रातोमा चेन्ज भयो। अब यसमा थोरै हामी भिनेगर हाल्छौं। हेर्नुस् है हो। ल भिनेगर हाल्दा फेरि के भयो त, यो फेरि पहेँलो कलरमा चेन्ज भयो। यो किन भएको, यो चाहिँ हामीलाई कमेन्टमा कमेन्ट गरिदिनु होला है त। धन्यवाद।